अब म झुपडीमा सर्छु भन्नुभएको थियो, दुःखद एउटा संयोग यस्तो पर्यो, त्यहाँबाट त तपाईँ सर्नै पर्यो, झोपडीमा आइयो। अब यो कुरा के हो, फेरि पनि तपाईँले यो प्रश्नलाई फेरि घुमाइ फिराइ मलाई चाहिँ बोल्न प्रेरितै गर्नुभयो। मैले मतलब आफूसँग व्यक्तिगत भन्दा पनि पार्टीको हिसाब किताब लेखा प्रणाली सबै पार्टी कार्यालयमै हुन्छ। आउने पार्टीको वैधानिक तवरबाट आउने सबै पैसा पनि त्यही नै हुन्छ। मैले हरेक वर्ष हस्ताक्षर गरेर निर्वाचनमा आयोगमा बुझाउने लेखा श्रेष्ठता पनि पार्टी कार्यालयमै छ। कुरा भन्नुभयो त। तर फेरि पार्टीको लिडरको हैसियतले मेरो अलिकति बैंक ब्यालेन्स पनि होला, मेरो जति तलब भनौँ चाहिँ सांसदको हैसियतले पाउने के रहन्छ त्यो चाहिँ होला। त्यहाँबाट निकालेर पनि कहिले मैले भूकम्प पीडितहरूलाई दिएको पनि छु हैन। यी सबै कुराहरू चाहिँ मैले व्यक्तिगतै मेरो आर्जनबाट पनि मैले त्यसमा लगानी पनि गरेको छु। यी सबै कुराहरूको सन्दर्भमा भने हो मैले त्यो कुरा हैन। यसलाई बढी बटार्न, यति ठुलो बनाइयो, यसलाई धेरै बटार्न जरुरी छैन। साथीभाइको घरमा पैसा राख्छ रे, राख्थ्यो रे, जसरी ठुलो बनाइयो एउटा। अब तपाईले ठुलो बनाउनु नदिनु न सानो बनाउनु सिकाइनी होइन। यो पार्टीलाई तपाईले भन्नुभयो चन्दाबाट पनि आउँछ, व्यापारीहरूले पनि दिन्छन्, साथीभाइहरूले पनि दिन्छन्, तर उनीहरूले त्यो पैसा दिए बापत तपाईहरुलाई गलत ठाउँमा प्रयोग गर्न सक्छन् नि। त्योतिर चाहिँ तपाईहरु त्यस्तो चाहिँ मेरो हकमा त्यस्तो कहिले पनि भएको मैले ठान्दिन। मेरो हकमा कुनै शर्तबन्दी गरेर मैले 2 पैसा कसैको लिएको पनि छैन। कुरा भन्नुभयो त। आयो कतैबाट आयो भने मैले विभिन्न चाहिँ पार्टीका साथीहरूलाई, घाइतेहरूलाई, बिरामीहरूलाई